Hello guys, hey, what's up? Welcome back to my YouTube channel. After a long time, Basu is back with another banger. र आज चाहिँ एकदम कडा हुनेवाला छ। आज चाहिँ म हजुरहरुलाई दर्शन गराउँदै छु कि विश्वकै सबैभन्दा ठुलो मध्येको एक दोस्रो ठुलो हिन्दू मन्दिर, हिन्दू टेम्पल यो कहाँ छ होला? इन्डियामा छ कि नेपालमा छ कि अरु कुनै हिन्दू राष्ट्रमा छ? होइन, यो कतैभरि छैन। कहाँ छ? यो अमेरिकाको न्यू जर्सी भन्ने ठाउँमा चाहिँ रहेको छ है। हजुरहरुलाई म ब्याकग्राउन्डमा देखाउन चाहन्छु। यु क्यान सी इट इज के छ भन्दाखेरि विश्वको सेकेन्ड लार्जेस्ट हिन्दू टेम्पल र आउटसाइड इन्डिया चाहिँ विश्वको सबैभन्दा ठुलो मन्दिर है। हिजो यहाँ आउने भनेपछि चाहिँ मैले पुरै रिसर्च गरेँ हैन। यो रिसर्च गर्दाखेरि पत्ता लगाउँदाखेरि के पत्ता लाग्यो भन्नुहुन्छ भन्दाखेरि यो चाहिँ 12,000 भन्दा बढी भोलिन्टियर्सले बनाएको चाहिँ मन्दिर हो। यहाँ कसै त अरु मान्छेहरुले बनाएको भन्ने चाहिँ होइन। 12,000 भोलिन्टियर्सले 2011 देखि स्टार्ट गर्दै र 2023 सम्म चाहिँ कम्प्लिट गरेको रे। एउटा ओभर अ डेकेड लगाएर चाहिँ यो मन्दिर बनाएको छ है। र त्यति चाहिँ इन्फर्मेसन मैले पाएँ। यहाँ चाहिँ के छ भन्दाखेरि एकदमै भजती हाम्रो एन्सियन्ट मूर्तिहरू हैन, एकदम वास्तुकला तरिकाले चाहिँ प्रेजेन्ट छ रे। हेरौँ भित्र के छ है। सुरुमै चाहिँ यस्तो रहेको छ। र हजुरहरुलाई के जानकारी गराउँ भन्दाखेरि चाहिँ यहाँ चाहिँ कुनै पनि त्यो स्टिलहरू मेटलहरू चाहिँ युज भएको छैन र यो बनाउँदाखेरि है। यहाँ चाहिँ तपाईहरुलाई म भन्न चाहन्छु कि त्यो छ युज भएको छैन रे। र एकदम एन्सियन्ट तरिकाले पुरै मूर्तिहरुका पुरानै तरिकाले चाहिँ बनाएको छ। र यहाँ चाहिँ मूर्तिको लागि ल्याउने ढुङ्गाहरू अथवा यहाँ बनाउनको लागि ढुङ्गाहरू चाहिँ कम्तीमा पनि 26 वटा देशबाट चाहिँ यहाँ ल्याएको छ अरे। टर्कीबाट, इन्डियाबाट, चाइनाबाट र अन्य ठाउँबाट है। त्यही नै यति चाहिँ जानकारी मैले दिएँ हजुरहरुलाई। र बाँकी कुरा चाहिँ अब एकदम तरिकाले हामी डिटेल्समा जान्छौँ। हेलो गाइज है, हाम्रो चाहिँ अब चाहिँ स्टार्ट भएको छ जर्नी चाहिँ। र हामीसँग रहेका छन् प्रमोद भाइ है। प्रमोद खरेलको ठुलो फ्यान, कपाल पनि उस्तै छ। र यता मेरो भाइ छन् चटो ड्राइभिङ होइन भाइबाट। र यता चाहिँ म छु। ल अब चाहिँ म बिचबिचमा चाहिँ यदि केही इम्पोर्टेन्ट त्यस्तो केही रहेछ भने चाहिँ म खिच्नेवाला छु। नत्र भने चाहिँ सिधै हामी अक्षरधाममा पुगेर चाहिँ खतरा खिच्नेवाला छौँ है। ल त्यही न आफ्नो गीत चाहिँ बजिरहेको छ है गाइस है। बवाल बवाल दाइ बवाल बवाल। फुल भिडियो युट्युबमा आयो ल। अन द वे है गाइज, अन द वे। हामी आइपुगिसके बेला भइसकेको छ। मिठो देख्यो है बाहिरतिर। त्यो सिप्सहरू पनि छ होइन, तर त्यस्तै हो। स्कुलमा पढायो मैले। ल दाइ, ए दाइ भन्न आएछ। ल गाई चाहिँ हामी अलमोस्ट चाहिँ आइसक्यो है। ल अब चाहिँ यता यस्तो छ हल्का, अझै 3-4 मिनट लाग्ला लास्ट यार। यी 3-4 घन्टा भयो यार। 3-4 घन्टा भयो होइन, 1.5 घन्टा 2 घन्टा भयो। तर सुसु चाहिँ लास्ट हान्यो है गाई चाहिँ। यतै भने जस्तो भयो।
फेस सिरी ल गाइस चाहिँ म अब आइसक्यो फेस टाइम अनिता र म चट्ट है गाइज म यहाँ खास वासरुम खोजिरहेको छु मेन एन्ट्रान्स उता भित्र नै छ होला सायद यिनीहरू चाहिँ हामीसँग आएको हुन्छ गाडीमा ल है त इट इज द मेन एन्ट्रान्स राइट हियर र एकदम बवाल क्या यु क्यान सी ओ माई गड है हजुरहरू देख्न सक्नुहुन्छ वहीँबाट स्टार्ट भएको छ हामी भित्र अझै छिरेको छैन भने चाहिँ यो कस्तो विशाल संरचना चाहिँ 12,000 भोलिन्टियर्स चाहिँ यो हाम्रो के अरे ब्लगको स्पोन्सर चाहिँ मेरो भाइ थ्याङ्क यू भाइलाई भन्नुपर्छ किनकि एकदम है अनि त्यही नै हो बाँकी कुरा त तर म अहिले लुक एट दिस गाइज लुक एट दिस है आमा म फोटोभन्दा पनि मेरो भिडियो क्रप गर्छु ओ माई गुडनेस विदेशी भूमिमा चाहिँ नेपाली मन्दिर देख्दा चाहिँ हिन्दू मन्दिर है यस्तो खतरा लाग्छ र गाइज है अझैसम्म पनि वासरुम भेट्न सकिएन कता यता छौँ मेन एन्ट्रान्समा ल हेर्नु न म तपाईँलाई हल्का जुम गर्छु होइन लुक एट द आर्ट क्या पुरै डिटेल्समा गएको छ त हाम्रो त्यो पुरानो मन्दिरहरू नेपालको जस्तै बवाल छ है लेट्स गो गाइज है भित्र जाउँ के कस्तो छ हेरौँ ओ माई गॉड लुक एट हियर यता What? Yeah. How many people stand here? 7. Okay, they can all go in. Oh, okay. They can go. Keep walking, please. Thank you. Security check. Hi. Look at here, guys. Look at here. Wow. यहाँ चाहिँ बवालै छ होइन यहाँ हेरौँ है गाइज आमा यो तर कालो देखिया छ होइन यो भित्र भएर होला म अर्को साइडमा जानेवाला छु त्यता चाहिँ बब्बालै हुनेछ है विदेशी भूमिमा नेपाली मन्दिर अथवा हाम्रो हिन्दू मन्दिर देख्दा चाहिँ हर्षित भएको छु म है र बवाल देखिनेवाला छ भित्र चाहिँ अझै कडा छ है एकछिन हजुरहरूलाई म दर्शन गराउनेवाला छु भाइको दर्शन गर्नुहोस् त्यहाँ त पहिले नमस्कार हजुरहरू पनि देखेको छु चाहिँ भाइ यो चाहिँ दाइ ल 1 मिनट बाँकी त्यसपछि हामी भित्र यु विल सी वान अफ द लार्जेस्ट हिन्दू टेम्पल आउटसाइड इन्डिया है आउटसाइड इन्डिया त सबभन्दा लार्जेस्ट तर वर्ल्डभरिमा चाहिँ सेकेन्ड हिन्दू टेम्पल म चाहिँ देखाउनेवाला छु 2-4वटा इन्फर्मेसन म अर्को फोन हेरेर भन्नेवाला छु हजुर आर्टहरू त मैले देखाइरहेको छु है कस्तो आएको छ हेर त बवाल छ नि बवाल ल है गाइज आर्ट एन्ड क्राफ्ट त यहाँ देखिहालिन्छ ल हेर्नुहोस् यहाँ आर्ट हेर्नु न एकदम डिटेल्समा क्या ल कस्तो आर्ट छ होइन त्यो हो ओके एउटा चाहिँ वाह ओ माई गॉड यस्तो मिठो चिसो हावा लाग्यो होइन तर यस्तो बवाल लुक एट हियर हावा लागेर साउन्ड किरिकिरी हुन्छ है यो आर्टहरू होइन सबै मान्छेले बनाएको रहेछ क्या यो पुरै मसिन्सहरू नै युज हुने भएको मान्छेले
is so unreal. What I am seeing right now is out of the world. त्यसै भए 10 सालका 1 डेकेड लाग्छ युएसएमा यो बनाउनको लागि पुरै यो अर्कै युगमा गए जस्तो लाग्यो। Look at this. त्यही त पृथ्वीमा छौँ कि हामी यो कलियुगमा छौँ कि हामी यो द्वापर युगमा छौँ स्वर्गमा होइन। तर ओ माई गड साउन्ड कस्तो आउँछ मलाई थाहा छैन। ओ माई गुडनेस मैले यो जे देखिरहेको छु हजुरहरूले क्यामेराबाट देख्न सक्नुहुन्छ कि सक्नुहुन्न त्यो मलाई थाहा छैन। तर यता हेरौँ न आर्ट हेरौँ न यार आर्ट क्या मैले जुम हेर्नु न एक डिटेल्स कसरी भर्न सकिन्छ सबैमा यो सबैमा यहाँ चाहिँ फाउन्टेन पनि रहेको छ है। ल हेर्नु न यार यति आफ्टर अ लङ टाइम यस्तो मजाको ठाउँ घुम्न पाइयो होइन। ल यो पुरै हेरौँ न यार। ओ माई गड यार ओ माई गड सबले फोटो चाहिँ खिचिरहेको छ। मैले चाहिँ फोटो पनि खिच्नु भएको छैन तिनीहरूले फोटो खिचेको छ। अझै भित्र जानेवाला छौँ है एकछिन स्टिक विथ द भिडियो। र यता हेरौँ न यार प्राय यस्तो ठाउँमा अनि यस्तो ठाउँमा यार दिस इज सो अनरियल। झन्डा के को राखेछ भन्ने कुरो छ अरे हजुर माओवादीको त हँसिया एउटा हँसिया कहाँ हो काङ्ग्रेसको वरि त हो। ओ माई गड मेरो कसले खिच्दिन्छ मेरो एउटा फोटो खतरा खिच्नेवाला छ है। ल यो जति देखाए पनि यो मन भरिँदैन गाइज होइन। तर पनि हल्का तल जाउँ है त। दिस म चाहिँ त्यति साह्रो फोटो चाहिँ खिच्दिनँ किनकि म हजुरहरूलाई देखाउन चाहिँ तल्लिन्छु है। हजुरहरू यहीँ आए जस्तो फिल होस् भन्ने तरिकाले त्यो चाहिँ म गराउन चाहन्छु। यता हेर वाट इज हियर। ओ माई गुडनेस ओ माई बडै हो क्या। यहाँ चाहिँ मूर्ति हेरौँ। वेदर हल्का सन्नी वेदर चाहिँ भएन होइन। तर ल हेर्नु न यो कहाँ छौँ हामी। पुरै फोटो खिच्न हिँडिरहेको छ। तर म चाहिँ ल उता हेर्नु त हाम्रो केटाहरू यिनीहरू यिनीहरूलाई कोहीलाई स्न्याप बनाउँछ कोहीलाई के बनाउँछ। तर मलाई के बनाउनु छ मलाई भिडियो बनाउनु छ। आई कान्ट बिलिभ इन माई आइज क्या। त्यही क्या ए हेरौँ न यार हल्का जाउँ गरौँ है। यो पुरै आर्ट हेरौँ न यार। आफ्नो देश बाहिर चाहिँ यस्तो प्रतिमा देख्दाखेरि चाहिँ एकदम खुसी लाग्छ होइन। यहाँ 9वटा छुट्टा छुट्टै ऊ छ भन्छ सुनेको थिएँ मैले। कता छ छुट्टै छुट्टै त्यो कृष्ण राधाकृष्ण राम सीता शिव पार्वतीहरूको चाहिँ ऊ छ अरे यार सुनेको थिएँ मैले होइन। तर म सबैलाई 360 नै देखाउँछु। चाहिँ हल्का भोलिन्टियर्सको चाहिँ फोटो डान्सको छ गाइज होइन। त्यही नै हो खासै केही छैन। लेट्स सी व्हाट इज वेटिङ फर अस। र भित्रको चाहिँ है भित्रको चाहिँ खिच्न नमिल्दो रहेछ एकदम भित्र। यहाँ कति 9वटा कि 11वटा भगवान्हरूको चाहिँ त्यहाँ मूर्तिहरू र यसो वाला छ होइन। तर त्यहाँको चाहिँ के भन्नुहुन्छ भने खिच्न चाहिँ नमिल्दो रहेछ है। अब त्यो किन नमिल्ने भन्दाखेरि अब त्यही त नमिलेकै राम्रो हो किनकि एउटा युनिकनेस हुन्छ नि त त्यहाँको खिच्न मिल्दैन। त्यो चाहिँ हेर्नुपर्छ भनेर चाहिँ मानिसहरू आउँछ नि त।
त्यो पनि एउटा हो है। यता चाहिँ बुक्सहरू छ, हजुर हेर्न सक्नुहुन्छ। त्यही नै खासै केही छैन। हजुरहरूलाई यहाँ के लानु मन छ भने यतातिर चट्ट आउने लाने है खासमा। अनि यता के नि है यहाँ हल्का आर्टहरू छ। अनि त्यही नै है यहाँबाट टुथपेस्टहरू अब के लाने हो केटाहरूले लिइरहेको छन् है। खासै ठिकै छ। यहाँको सम्झना स्वरूप के लानु मन छ केटाहरूले? हेयर केयर, हेयर ग्रोथ अझै ग्रो बनाउनु पर्यो। हेयर ग्रोथ अझै ठिकै छ। त्यही न खासै केही छैन। भित्र चाहिँ नमिल्दो रहेछ र त भित्र मिलेन ओहो बबालै छुट्यो भन्नु चाहिँ छैन, किनकि आर्टहरू बाहिर पनि देखिन्छ होइन, भित्र पनि आर्टहरू चाहिँ छ नभएको होइन। तर यदि कसैले भित्र बबाल छ ओहो यताउता भन्छ भने खासै पताउनु चाहिँ पर्दैन। त्यही नै हो, पताउनु पर्दैन भने राम्रो चाहिँ छ। बट बुझ्नु भयो नि मैले भन्नु खोजेको? बाहिर गएर लगभग एउटै तर भित्र चाहिँ हल्का अलिकति बबाल चाहिँ छ है। यहाँ मूर्तिहरू पनि सेलमा राखेको छ है। यसलाई तपाईँको औकातले भेट्छ $2500 यसलाई है। यतिलाई चाहिँ 2500 तिर्नु यो तपाईँको घरमा। यसलाई चाहिँ 5000 है। ल है $5000 है। फेरि यसलाई तपाईँको 2300 यो ठिकै छ। हेर्न सक्नुहुन्छ, हेर्ने मात्र हो हामी त। यसलाई त 3375 लेखा छ त। 12,000 यता चाहिँ फेरि 12,000 व्हाइट गोल्ड 11,700 नेपाली भएको भए चाहिँ सोच्न सकिन्छ। आमामा 11,700 रे, अलमोस्ट 12,000 मिल्छ। भिडियो खिचेर हिँडिसक्यो म। 11-12,000 त अब त्यो 1200 भएको भए नि औकात नभेट्ने कुरा हुन सक्थ्यो होइन। त्यही नै है। यहाँ चाहिँ यस्तै छ। आर्टहरू हेर्नुहुन्छ भने माथितिर यस्तो छ। यहाँ चाहिँ हजुरहरूले होइन मिठाई सिठाई अथवा केही यहाँबाट चाहिँ लग्न चाहनुहुन्छ भने चाहिँ यो साइडमा रहेको छ है। यसो हेर्न सक्नुहुन्छ के छ यहाँ। चट्ट यसरी यहाँको अब आफूलाई हुन्छ नि त मेमोरी अथवा घरमा लगेर केही खानुपर्छ भन्ने छ भने चाहिँ यहाँ रहेछ है। हजुर पुदिनाको चटनी यहाँ पास्ता सस के छ है, सबै चाहिँ यहाँ पाइन्छ। हजुरहरूलाई यहाँको केही कुरा लग्नु छ भने चाहिँ यतातिर आउन सक्नुहुन्छ। दिस इज वाट इट इज। त्यस्तै सामानहरू छ यहाँ खासै। द्याट्स अल। र केही बेरमा चाहिँ म आई विल सो यु समथिङ है। अब समथिङ के चाहिँ दिन्छ त्यही चाहिँ देखाउनेवाला छु। हामीलाई चाहिँ स्टेसन 5 मा पठाइदियो होइन। यहाँ चाहिँ खानेकुरा छ। के भयो? स्टेसन 5 यता सिधै हिँड्दा त उता खाली रे गाइस, खाली। अब यसो हल्का उ गऱ्यो अनि त्यसपछि यहाँ इन्जोय हुन्छ एकछिन। त्यसपछि 2 बजिसक्यो। त्यसपछि हामी बाहिर जानेछौँ। ठिक छ, ओके। चट्ट यहाँ भाइको थाली सेट आएको छ र यता मेरो पनि रहेको छ है गाइस है। र हामी चाहिँ अब यो खाएर खाएको त के खिच्नु होइन, यो खाएर चाहिँ त्यसपछि के हुन्छ आई विल सो यु गाइस है। स्टार्ट। ल लेट्स स्टार्ट। ल है सकियो। ल खाना खाएर सकियो। अब कता जान्छौँ हामी? टाइम्स स्क्वायरमा पनि हामी जाँदैछौँ गाइज है। त्यो भिडियो पनि चेकआउट गर्नु होला। त्यो भिडियो पनि म अपलोड गर्नेछु। यो भिडियो अगाडि आउँछ, त्यही भएर चाहिँ 2-4 दिनपछि चाहिँ त्यो भिडियो पनि आउने हो। के भएर स्टे ट्युन्ड है। र सब्सक्राइब गरौँ। अनि युएस चाहिँ आउँदै हुनुहुन्छ भने चाहिँ कहाँ के कस्तो के चाहियो चट्ट कमेन्ट गरौँ है। म चाहिँ चट्ट त्यसपछि भिडियो बनाउँछु क्या। नत्र मलाई यहाँ टपिक नभएर यहाँ भिडियो बनाएको छैन। दाइ कता हराउनु भयो भन्छन् मान्छेहरूले। अब युट्युबमा हराइयो, नमिठो हराइयो
युट्युबमा म फेरि आउनु परेको छ है कमब्याक हान्नु पर्ला जस्तो छ क्या ल गाइज है हाम्रो चाहिँ यहाँको दर्शन चाहिँ सकियो अब चाहिँ हामी निस्किँदैछौँ केटाहरू प्लान गरिरहेछन् कि कहाँ जाने कसो गर्ने भनेर त्यही नै है त्यही नै हो यो घुम्यो होइन भित्र चाहिँ के छ भने 9-10 वटा जति भगवानको मूर्तिहरू छ छुट्टा छुट्टै शिव पार्वती राधाकृष्ण यताउता अरूहरूको अनि त्यही चाहिँ देखाउँछ यहाँबाट त्यही नै हो अनि खानासाना खाएर अब हामी कता लान्छन् केटाहरूले होइन प्लान हुँदैछ त्यही नै है ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ ल भाइब्स चाहिँ कस्तो हुँदो रहेछ यहाँ होइन सबै फोटो खिच्न आउने यस्तै पूजाआजा गर्ने यताउता भन्ने चाहिँ यहाँ हुँदैन होइन नेपालको जस्तो हामी नेपालतिर अथवा इन्डियातिर पुरै हुन्छ नि त त्यो मन्दिरकै यताउता भन्ने तर यहाँ चाहिँ घुम्नको लागि जस्तो भाइब्स हुन्छ त्यति साह्रो त्यो भक्ति होइन धुपसुप बलेको यताउता सन्ध्या आरती यताउता त्यो चाहिँ नहुँदो रहेछ त्यो कुरा चाहिँ मैले एकदम मिस गरेँ होइन त्यो कुरा सायद तपाईँहरू कसैले भन्दैन पनि होला त्यो कुरा चाहिँ साह्रै नै मैले मिस गरेको कुरा हो अनि त्यही नै है के अरे खै त्यहाँ एकजना र बाँकी कुरा सबै त्यस्तो बवाल नै छ है एकदम मिठो भाइब्सकै हुन्छ नि ये भन्ने चाहिँ मलाई चाहिँ किन हो भएन है एकदम र इन्भाइरोमेन्ट चाहिँ शान्त छ यहाँ अब अन्तको मान्छेहरू नि आउँछ नि त त्यही भएर एकदम शान्त छ तर हाँसिरहेको ल है अब यहाँको चाहिँ सबै कुरा मैले देखाइसकेको छु के भनौँ त खै मैले भन्नुपर्ने खासै शब्दै भेटिएन भाइलाई मेरो सब्सक्राइबरबाट एकजना चाहिँ चाहियो है अझ यसरी भेटिन्न किन के देखे पर्स मेरो हातमा ए त्यो त अर्कैको पर्स हो क्लियर गरिदिन्छु त अर्कैको पर्स मात्रै हो मान्छे होइन मान्छे अर्कैको हो पर्स बोक्ने चाहिँ असिस्टेन्ट अलि भन्न मिल्दैन र त्यही नै हो वान लास्ट टाइम हजुरहरूलाई देखाउँछ कि यहाँबाट कस्तो देखिन्छ होइन मेरो पहिल्यै छैन है फेरि छैन र मलाई चाहिँदैन पनि चाहिँदैन एउटा कुरा होइन हो कि भाइ हेर्नु त म चाहिँ एकदम ठिक छु भाइलाई चाहिँ एकदम फेरि यस्तै मन्दिर जाने चाहियो है ल साली भएको मान्छेहरूले पनि मलाई भन्नु होला ए साली भएको भन्नाले कसै बहिनीहरू भन्नु खोजेको है र हामी निस्क्यौँ है गाइज है त्यस्तै हो त्यता मान्छेहरू आउँदै गर्छन् यो क्लास मैले हाने ल यही नै है यहाँबाट यस्तो हेर्दाखेरि र त्यही नै ओभरअल कस्तो लाग्यो तिमीलाई रिभ्यू गर हाउ डु फिल टुडे एकदम बवाल लाग्यो तिमीलाई खतरै बनाएको नि यार बनाएको चाहिँ खतरा हो तर भाइब्स अलि त मन्दिरमा गयो जस्तो भाइब्स कतिको आयो तिमीलाई आएन है हल्का त्यो चाहिँ विश्वको सबभन्दा ठुलो मन्दिर भनेपछि हल्का पूजाआजा धुप यताउता बालेको सालेको भएको भए चाहिँ अलि सुन्न सुगन्ध हुन्थ्यो होइन अब हो त्यो एकदम त्यो मेन बिल्डिङ चाहिँ बवाल छ सबै कुराहरू त्यही नै हो द्याट्स अल फर टुडे है र अर्को भिडियो चाहिँ कहाँ आउँछ मलाई पनि थाहा छैन आई एम नट स्योर बाई बाई गाइज लभ यु अल है कमेन्ट भन्नु थाहा छ फेरि त्यही कुरो अड्क्यो सब्सक्राइब गर्न मन लाग्यो गर्नु नमन लाग्यो नगर्नु ल है त्यही नै हो तर मन्दिर चाहिँ मैले कडा रूपमा देखाएँ है यस्तो रूपमा चाहिँ कसैले देखाएको छैन ल वाउ यहाँबाट सर्ट यो बवाल छ है ल त्यही नै है ल तर आज किन मेरो बोली नै नफुटेको हो कि किन मेरो शब्दै आएन आज
म अचम्म परेँ। मेरो पहिला जति जुन इनर्जी थियो पुरानो भ्लग्सहरू हेर्दाखेरि त्यतिको इनर्जी यताउताको आएन हेर्न आउन। त्यो चाहिँ अब मैले आफै फिल गरेको कुरा हो। किन होला गाइज है इनर्जी आउने कुरो मलाई चाहियो। ल वान लास्ट टाइम ल यही लास्टमा वासरुम गएर आउनु पर्दो रहेछ त ठिकै छ खासै होइन इमर्जेन्सीहरूलाई त्यही न गाइज है लभ यु